त्यस्तै तपाईँले झन्डै 15-16 वर्ष दुर्व्यसनीमा भनौँ न तपाईँ दुर्व्यसनीमै फस्नुभयो। सो विगतको दिनलाई सम्झँदाखेरि तपाईँलाई कस्तो लाग्छ अथवा कस्तो देख्नुहुन्छ त्यो विगत कस्तो थियो? विगत त यस्तो काली लाग्दो थियो होइन। त्यो त अब मेरो अतीत हो होइन। मैले त्यसलाई बिर्सिनु हुँदैन भन्ने मलाई एउटा छ। किन त्यो मैले लगभग अब 16 वर्ष मैले ड्रग युज गरेँ होइन। अनि अहिले म लगभग मेरो फागुन 7 गते 20 इयर्स कम्प्लिट हुन्छ ड्रग फ्री भएको होइन। अनि त्यो विगतलाई मैले सम्झिँदाखेरि चाहिँ यो अहिलेको जुन मेरो वर्तमान छ त्यसलाई मैले बिर्सेँ भने फेरि यो चिज म कन्टिन्यू गर्न सक्दिनँ क्या। त्यो भएको हुनाले त्यो विगतलाई चाहिँ म सधैँ सम्झिन्छु होइन। मेरो आर्थिक अवस्था, मेरो सामाजिक अवस्था होइन, अनि मेरो चाहिँ शारीरिक अवस्था होइन, त्यो कुरा चाहिँ म कहिले पनि बिर्सिन सक्दिनँ। ड्रगको लागि मैले गरेको क्रियाकलापहरू होइन। ड्रग कुन अवस्थासम्म पुग्नुभयो तपाईँ ड्रग कन्ज्युम गर्दाखेरि? भनौँ न तपाईँको भनौँ न अब हुन्छ नि कतिवटा किसिमको एन्टी सोसल कामहरू गर्ने खालको कुराहरू हुन्छ नि, त्यस्तो खालको क्रियाकलापहरू गर्ने खालको उसमा पुग्नुभयो कि कस्तो अवस्था थियो? अब एन्टी सोसल काम भन्नाले अब हाम्रो चाहिँ त्यतिखेर कस्तो थियो भने भर्खर देशमा व्यवस्था परिवर्तन भएको, बहुदलीय व्यवस्था आएको। अनि अब मान्छेमा एक किसिमको त्यो स्पिरिट पनि थियो होइन। काम गर्ने जोस जागर पनि थियो, केही हुन्छ परिवर्तन हुन्छ भन्ने। त्यही बेलामा आफू लतमा लाग्यो। अनि पैसा हुन अब आय आर्जन गर्ने ठाउँ छैन होइन। अनि यही विराटनगरको व्यापारीहरू कहाँ गयो होइन। कहिले अब के भनौँ, कहिले के भनौँ, चन्दा चिठा भनौँ होइन। अनि व्यापारीहरूलाई दुःख दियो। अनि त्यसरी चाहिँ आफ्नो दैनिकी चल्थ्यो। कुनै त्यस्तो बिर्सन नसक्ने खालको कुनै त्यस्तो घटनाहरू छ तपाईँको लाइफमा अथवा आफूले सम्झिँदाखेरि अहिले यस्तो पनि गरिएछ भन्ने खालको कुरा त्यतिखेर? एउटा यस्तो घटना छ। म प्राय बिहान घरबाट निक्लेर हिँडेपछि म एकैचोटि राति घर जाने। दिनभरि अब विराटनगरमा त ड्रग पाइँदैन थियो होइन। पाए पनि यहाँ त्यो माहौल भेटिँदैन थियो, त्यो रमाइलो हुँदैन थियो। अनि त्यसको लागि पारी जोगमन नै पुग्नुपर्ने। अनि म सधैँ घरबाट बिहान हिँडेपछि एकैचोटि बेलुका मात्रै आउँथेँ। म दिउँसो कहिले पनि आउँदिनँ थिएँ क्या। भनौँ न घर जान्न थिएँ, आए पनि बजारतिर या जोगमनतिर। अनि एक दिन म ठ्याक्क अब त्यतिखेर त यस्तो पैसा पनि हुँदैन थियो होइन। अनि बस पार्कबाट बस चढेपछि बर्गाछी रोकिदिइहाल्थ्यो होइन, पैसा पनि नलाग्ने। ठ्याक्क बर्गाछी रोकेर एउटा दोकानमा चिया खान गएँ। अनि चिया खान, अरे सञ्जीव तिमी यहाँ, तिम्रो बुवा त एक्सपायर हुनुभयो। मेरो बुवालाई जगदीश सर भन्थ्यो क्या, गौरा स्कुलमा आउनु। तिम्रो बुवा त एक्सपायर हुनुभयो अनि तिमी यहाँ छौ भनेर भनौँ।